सो फाइनल्ली अब हामी चाहिँ यहाँबाट हिँडिसक्यौँ। कहाँबाट भने चाटो बाटोबाट। केटाहरूले मलाई त्यो बाटो थाहा छैन नि त, केटाहरूलाई जाउँ भने मानेन, यही बाटो जाने हो। बाटो थाहा छैन मलाई, थाहा हुँदा हिँड्नु मानेन। अब तिमी यही बाटो जस्तो जाने हो त्यस्तै बनाउने हो। कुनै ठाउँमा गल्ती भएको होला सायद होइन, गल्ती भएको भन्नु होला। हामी क्रियाकलापहरूलाई त कस्तो कस्तो गर्ने होला। हेर्न त म नि अब सबै नि हेर्न त हेर्छु, तर हामीलाई नि सपोर्ट चाहिँ खासै हुँदैन कि। किनकि अब सानो हुन्छ नि त, सपोर्ट गऱ्यो भने त ठिकै हो होइन, राम्रो हुन्छ भने हामी पनि अब मोटिभेट हुन्छ नि त। ल एक्सिडेन्ट भएछ त। हेऱ्यो भने त अब त्यो तर फुल भिडियो नि वाच गरिदिनु होला होइन, जतिजना मसँग सब्सक्राइबर हुनुहुन्छ नि फुल भिडियो नि वाच गरिदिनु होला है। लामो भयो नि अब के अन्त अब आइएन थाहा भएन। पनि अब सपोर्ट चाहिँ देखाइदिनु होला। त्यस्तै धुवा आउने गरी चाहिँ नपटाएर नि है। के मैले ओटे खाने भनेर है क्या, तिम्रो यहाँ नजिक होला, आफ्नो त मै टाढा फोन छ। त्यही भएर पो रत्तिनुपर्छ त नि। वर्षमा एकचोटि आउँछ कि राति नै जान्छ मान्छेहरू। भीमसेन थानको मन्दिर हो के मेरो मन्दिर हो क्या त्यो, खाँदै गइन्छ। साँगा नकटुन्जेसन यत्तिकै धुलै होला, साँगा कटेपछि फेरि भुलिखेलको ओह्रालोमा फेरि यस्तै होला। त्यही दुई ठाउँ त हो, मस्त धुलो खाने ठाउँ भनेको, नत्र मतलब छैन अरू ठाउँमा भनेको। त्यही नै हो। गाडी त अलिक सिधा राख्नु नि हो है
मान्छेहरूलाई बाटो काट्ने बेला चाहिँ बाटो दिनुपर्छ क्या, अरू बेला नदिए पनि बाटो काट्ने बेला चाहिँ सजिलो होस्, कम्फर्टेबल होस् होइन भनेर मात्रै हो। आउँदाखेरि चाहिँ अब पैसा भयो भने सर्भिसिङ गरेर आउनु होला जस्तो बाइक अलि नतान्दा ठिकै छ। पहिला क्या बवाल थियो होइन, घुम्न आउने चाहिँ लोड थियो, तर यहाँ पनि घुम्ने ठाउँ चाहिँ छ है। जाममा बस्ने दिन आयो, जाममा बस्ने दिन आयो। होइन त्यति त यतिको भए त ठिक छ, त्यतिसम्म त नराम्रो भन्न त मिल्दैन होइन। ठिकै छ बाटो त। अब जाम चाहिँ कहाँबाट कहाँदेखि छ भन्ने, अब खास मेन जाम चाहिँ कहाँनिर हो भन्नलाई चाहिँ अलिकति ठम्ब्याउन मात्रै गाह्रो हो, नत्र भने त्यही त ठिक छ। त्यस्तो साह्रो चाहिँ भारै नछ अहिले चाहिँ, त्यो घाम लाग्यो होला सायद, त्यही भएर यतिसम्म त ठिक छ, नराम्रो भन्न त मिल्दैन। अब त्यही केटा हो, फाइनल्ली साँगा कट्यो। के हो बनाउनु लाग्यो के? उता के अरे बल्खुबाट आउँदाखेरि यस्तो बाटो छैन, 3टा हाइवे हो, त्यो बनाउनु लाग्यो क्या। त्यही नै हो। अब पहिला चाहिँ अब यहाँ पनि चेकिङ चाहिँ हुन्थ्यो होइन, अहिले पनि छ, तै पनि होइन त्यही नै हो। ए मुजीहरूले यस्तो धुलो उडाउँछ फेरि म्याच, त्यत्तिकै पागल हुन्छ यिनीहरू त। फाइनल्ली धुलिखेल आइपुग्यो, धुलिखेलको ओह्रालो अब सुरु हुन्छ। धुलिखेलको ओह्रालो नि अब न्युट्रलमै जाने त हो नि होइन, किन अब तेल किन उडाइरहनु, किनकि पुरै ओह्रालो नि त, त्यही नै हो।
अझ त कति 100 कति किलोमिटर पुग्छ होला यार। किलोमिटरको हिसाब गऱ्यो भने त लोड छ हो। यहाँबाटै 80 छ, उहाँबाट 125 किलोमिटर हिसाब गर्नु त कति पुग्छ होला। म्यानेज गर्ने हो सबैसँग। लुकिङ ग्लास बन्द गर्दा यता त्यति धेरै ट्राफिक पनि छैन। यो लुकिङ ग्लासले अब यसो बेला बेला काट्न चाहिँ झ्याउ गर्नु छ क्या, छोला हुन्छ नि त। त्यही भएर हो ट्राफिक रुल चेन्ज भयो क्या हो भन्दा नि हेक्कडा ट्राफिक नियम चेन्ज भएको थियो। अगाडि चाहिँ अहिले त आफैले लुकिङ ग्लास गर्नु बन्द गर्नु भयो भन्दा फेरि केटा हो त्यस्तो होइन। मलाई चाहिँ अलिकति कम्फर्टेबल भएन, सुत्दै भएर क्या। त्यो चाहिँ अलिकति अब टाइममा टाकटुक टुकटुक छोयो भने त छोइहाल्यो नि। त्यो बाटो छ मा माछा र पकौडा चाहिँ एकदम बेस्ट दामी छ। आउनुहोस् मुटु खायो। भइनुपर्छ। अब चाहिँ हामी दोलखाबाट लाग्यो होइन। अब चल्दैन पुग्नुपर्छ अझै टाढा रे माथि। गाह्रो छ गाह्रो छ।
फेरि गाडीको पछाडि पऱ्यो नि यस्तो धुलो खाने गाडीको पछाडि बस्यो भने त अब हो त खाइ नै हालिन्छ पछाडि बस्नु भएन हाम्रो भनिदेऊ आइपुगेको छौँ घोडेलालाई समातेर एकदम सिमले भन्ने ठाउँ आइपुग्यो सिमले राम्रो छ प्लेस यहाँ पनि टुरिस्टहरू आउने ठाउँै हो यो पनि ठिकै छ टुरिस्टहरूको चाहिँ फेभरेट हो क्या यो यतातिरको चाहिँ होइन अब चाहिँ आउँछ क्या टुरिस्टहरू लोध राफ्टिङको लागि नदीतिर खोलामा चट्ट लाएर होइन राफ्टिङ गर्न अब चाहिँ आउँछ यिनीहरू लगाएपछि भन्दा थिएँ नि मैले अस्ति होइन यही नै हो
चाहिँ मेन भनेको चाहिँ यो ठाउँ हो फेरि त्यो होइन कि सुकुटेको छेउछाउ चाहिँ सुकुटेको मेन बजार यो हो यस्तो भोगालै छ यस्तो घुम्ने हटाउनै छ नि खेल्न मन लागिरहेछ खेल्न मन लागिरहेछ यस्तो रिसोर्टहरू पनि छ क्या मजाले बस्ने होइन घुम्ने राफ्टिङ गर्ने ठाउँहरू हो क्या यो चाहिँ दामी छ नि त घरहरू अहिले बनाइदिएछ यतिको अस्ति नै यो सबै पुरा थियो नि त यतिको त सरकारले बनाइदिएछ त घर राम्रो ठाउँ हो क्या यिनीहरू सो फाइनली हामी बलिफीभित्र चाहिँ आइपुग्न लाग्यो होइन भइसकेपछि अब बलिफी नै हो सो 2 भएछ 3 बजीसम्म घर पुगिन्छ भैँसी आइपुग्यो सो फाइनल्ली हामी चाहिँ बलिफी आइपुगिसकेको छौँ सो त्यही नै हो अनि ल यो बाटो जान्छ हाम्रो गाउँको बाटो त्यो जान्छ तातो पानी सो अब यो चाहिँ हामी खोलै खोला जाने हो त्यहाँ पुल छ सो सबैजनाले भनिरहेको थियो नि कता 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 भनेर सो यही नै हो फाइनल्ली आइपुग्यो है घर आइपुग्यो सो सिधा गयो अब उता बारबिसे जान्छ सो यता गयो सिन्धुपाल्चोक जान्छ है त के फलफुल ल सो अब चाहिँ हाम्रो अप्रोच बाटो सुरु भइसकेको छ लेट्स गो यहाँबाट चाहिँ हाम्रो पुरै अफरोडै हो अब चलाउन नसक्ने अफरोड त होइन चलाउन सक्ने अफरोडै हो त्यसलाई आउन मन छ
केस साह्रै भिडियो काटेको त्यसमा ठिक छ। लास्ट छ अब पाल्दा हाल्यो नि यो। अब यसमा सिमेन्ट हाल्छ के ढलान गर्छ क्या ढलान पिच गर्छ के पिच। अब भर्खर प्रोसेस चालु भएर रहेछ। बाटो त यस्तै छ केटा हो। गर्दैन अरनी राजमार्ग कहाँ बन्द हुन्छ। अलिकति फरक फरक ठाउँमा चाहिँ बनाउँछ अथवा न ठाउँ बनाउँदैन। कुन भाइको डेन्जर रहेछ बाटो त माछ पहिला हेरी त। नकडा आउन सक्छौ भने चाहिँ आऊ होइन आइदिउँ चल्दिउँ मलाई होइन मेरो ठाउँ मेरो गाउँ है त गाइस कडा हो। अनि यो चाहिँ हाम्रो घरमुनि खाएर भयो पहिलो पाल सेकेन्ड पाल। कडा हो गति त मैले बिजोकै होला छ हेर। यस्तो मुजी बाटो के बना त यार अहिले उता हेऱ्यो त्यस्तै छ यता हेऱ्यो त्यस्तै छ अहिले त। नौबिसियोदेखि त यता त पुरै खत्तमै यस्तै रहेछ। योभन्दा गइ बार पनि छ। क्लच प्लेटको सत्य नाशै बनाइदिने भयो मैले। सो फाइनली हामी घर आइपुग्यो होइन। अब योभन्दा अगाडिको क्लिप चाहिँ मैले हाल्न सकिनँ किनकि मेरो सानो प्रब्लमको कारणले होइन हेरे हो। सो यहाँबाट पनि जान्छ तर को किन अनि अलरेडी मेरो बाइकमा मेरो मोबाइलमा स्पेस फुल भइसकेको छ। सो यसलाई सरी होइन यो सी यू नेक्स्ट भिडियो आउनेछ। सो अहिलेलाई यतिमै खुसी होइदिनु होला भन्न चाहन्छु। अनि सबैजना नयाँ आउनेहरूले चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला है त। ल बाई बाई। Thanks. Love you.